यदि कुनै पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीमा और नेपाली कांग्रेसले मेजोरिटी ल्याए पनि किन धेरै बिल्स, लज र पोलिसीज सजिलै पास नहुन सक्छन्? किन थाहा छ तपाईलाई? हाम्रो गभर्नमेन्ट स्ट्रक्चर कस्तो छ भने सबैभन्दा माथि प्रेसिडेन्ट हुनुहुन्छ जो हेड अफ स्टेट हुनुहुन्छ, तर कन्ट्री चलाउने एक्जिक्युटिभ पावर भने प्राइम मिनिस्टर र काउन्सिल अफ मिनिस्टर्स सँग हुन्छ। प्रेसिडेन्टको तल हाम्रो फेडरल पार्लियामेन्ट हुन्छ जसमा दुईवटा हाउस छन्, अप्पर हाउस र लोवर हाउस। अप्पर हाउस भनेको राष्ट्रिय सभा र नेशनल एसेम्ब्ली हो र लोवर हाउस भनेको प्रतिनिधि सभा र हाउस अफ रिप्रेजेन्टेटिभ्स। अहिले जुन इलेक्सन भइरहेको छ त्यो चाहिँ लोवर हाउस अर्थात् प्रतिनिधि सभाका लागि हो। यहाँ 275 जना सांसद हुन्छन् जसमध्ये 165 डाइरेक्टली इलेक्टेड र 110 प्रोपोर्सनल सिस्टमबाट आउँछन् र यही हाउसले अधिकांश बिल्स र लज इनिसिएट गर्छ। अब धेरै मान्छेले के सोच्छन् भने अप्पर हाउसमा पनि मेजोरिटी नभएसम्म ल पास हुँदैन, त्यसैले क्वेसन आउँछ यदि रासुवाले लोवर हाउसमा मेजोरिटी ल्यायो भने पनि अप्पर हाउसले रोकिदिन्छ त? यसमा कुरा के हो भने नेपालको सिस्टममा अप्पर हाउस पावरफुल भिटो बडी होइन। अप्पर हाउसको रोल गार्डियन जस्तो हुन्छ। जब लोवर हाउसबाट कुनै बिल पास हुन्छ त्यो राष्ट्रिय सभामा जान्छ, त्यहाँ मेम्बर्सले रिभ्यू गर्छन्, सजेसन्स दिन सक्छन्, अमेन्डमेन्ट प्रपोज गर्न सक्छन्। त्यसपछि बिल फेरि लोवर हाउसमा फर्किन्छ। अब लोवर हाउसले के गर्न सक्छ भने त्यो सजेसन्स एक्सेप्ट गरेर चेन्ज गर्न सक्छ वा सजेसन्स नमान्दै ओरिजिनल बिललाई फेरि पास गर्न सक्छ। त्यसैले अर्डिनरी लजको केसमा अप्पर हाउसले पर्मानेन्टली रोक्न सक्दैन, तर रिभ्यू गरेर क्वालिटी इम्प्रुभ गर्ने काम गर्छ। तर एउटा धेरै इम्पोर्टेन्ट ठाउँमा अप्पर हाउसको पावर आउँछ, कन्स्टिट्युसन अमेन्डमेन्ट। यदि नेपालको कन्स्टिट्युसन चेन्ज गर्नु पर्यो भने दुवै हाउसमा रिक्वायर्ड मेजोरिटी चाहिन्छ, लोवर हाउसले मात्रै डिसाइड गर्न सक्दैन। जस्तै डाइरेक्ट पीएम इलेक्सन सिस्टम ल्याउने कुरा गरियो भने त्यो कन्स्टिट्युसन चेन्ज हो, त्यसका लागि राष्ट्रिय सभाको अप्रुभल पनि अनिवार्य हुन्छ। त्यसैले ठूला स्ट्रक्चरल चेन्जेस मेजोरिटी ल्याउँदैमा तुरुन्त सम्भव हुँदैन, तर डेली गभर्नेन्ससँग सम्बन्धित धेरै लज, पोलिसीज र बजेट सम्बन्धी काममा लोवर हाउसको रोल धेरै स्ट्रङ हुन्छ। त्यसैले लोवर हाउसमा मेजोरिटी हुनु अझै पनि धेरै इम्पोर्टेन्ट हुन्छ।